नमस्ते साथीहरू। ल आजको लन्च बन्दैछ हाम्रो। माछा फ्राई हुँदैछ भने यतापट्टि क्याबेज पनि उसिनेर राखेको। यस्तो मिठो हुन्छ क्या, यो त म त दिनदिनै खान लागेको छु क्या आजकल त। अनि यता फेरि भ्यान्टा काटेर फ्राई गर्न लाग्नुभएको छ बुढोले। बुढोको फेरि बेस्ट है, फेरि भ्यान्टा चाहिँ फेरि गर्दै हुनुहुन्छ। अनि म चाहिँ तातो भात बनाएँ। आज चाहिँ बुढा र बुढी मात्रै हो, आज पनि लन्च छ। बच्चाहरूले लन्च खाँदैन धेरै है, प्रायः जसो कि त अब काम स्कुल हुन्छ, नत्र घरमै भए पनि प्रायः खाँदैन। अब हामी त भातै हो फेरि, बिहान पनि बेलुका पनि। अनि ल मैले चाहिँ यो भ्यान्टा बुढोलाई मात्रै हालिदिएँ, म चाहिँ नखाने भनेर। आज त म त यही क्याबेज हो, किम्ची हुन्छ खुर्सानी क्याबेजमा त्यो फिस हाल्दै पोको बनाएर के भात पनि पोको बनाएर खाने हो भनेर हालेन। मलाई दाल पनि हाल्न मन लागेको छैन कि धेरै, तर अलिअलि हालेँ। अनि त्यसपछि खुर्सानी अनि किम्ची हालेर हामी त यस्तो मजाले खान लागेछौँ। म चाहिँ यता सिटिङ रुममा पुरा मेरो आफ्नै प्रोग्राम हुन्छ, टिभी हेर्दै खान लागेछु भने बुढोको आफ्नै प्रोग्राम हुन्छ। उहाँ चाहिँ फेरि उतापट्टि हेर्नु न उता आफ्नै फोन पुरा सुन्दै अनि खान लाग्नुभएछ वाउ भन्दै। यसरी किम्ची अनि माछा होइन अनि राइस हालेर चट्ट पोको बनाएर खाने के कस्तो मिठो हुन्छ। आहा हेर्नु त। ल हस् त हामी खाँदै गर्छौँ है त। ल थ्याङ्क यू।